नमस्ते। आज हामी एउटा यस्तो यात्रामा निस्कदैछौँ जुन हामी हरेक दिन गर्छौँ तर सायदै याद गर्छौँ। हो, एउटा सामान्य माउस क्लिकको पछाडि लुकेको असाधारण यात्रा। आउनुहोस्, कम्प्युटर नेटवर्किङको यो जटिल तर रमाइलो संसारलाई सँगै मिलेर सरल बनाऊ। हो नि, होइन त? दिनमा कति पटक लिङ्क क्लिक गरिन्छ होला? तर कहिले सोच्नु भएको छ त्यो आँखा झिम्काउनुभन्दा पनि छिटो हुने प्रक्रियामा आखिर हुन्छ कि? त्यो एउटा सामान्य क्लिकले एउटा अनुरोध जन्माउँछ जुन हजारौं किलोमिटर परको सर्भरसम्म पुग्छ अनि त्यहाँबाट जानकारी बोकेर फिर्ता पनि आउँछ। आजको हाम्रो चर्चाको विषय नै यही हो। हामी यही जादुई प्रक्रियालाई पर्दाफास गर्नेछौँ। ल, हाम्रो यात्राको बाटो यस्तो हुनेछ। हामी एकदमै आधारभूत कुराबाट सुरु गर्नेछौँ। कम्प्युटर नेटवर्किङ भनेको के हो भनेर, त्यसपछि डेटाको भौतिक यात्रा, अनि त्यसलाई कसरी संसारभरि पठाइन्छ भन्ने कुरा हेर्नेछौँ र अन्त्यमा यो सबै प्रक्रियामा हाम्रो डेटालाई कसरी सुरक्षित राखिन्छ भन्ने बारेमा पनि कुरा गर्नेछौँ। ठिक छ, कुनै पनि यात्रा सुरु गर्नुअघि बाटोको नक्सा र नियमहरू त बुझ्नै पर्यो नि, होइन? त्यसो भए सुरु गरौँ। वास्तवमा यो कम्प्युटर नेटवर्किङ भनेको के हो त? ल, यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझौँ है। डाटा कम्युनिकेसन र कम्प्युटर नेटवर्किङ सुन्दा उस्तै लागे पनि फरक कुरा हुन्। डाटा कम्युनिकेसन भनेको त सिधै जानकारी पठाउने काम भयो, मतलब एउटा चिठी लेखेर पठाउनु जस्तै। तर कम्प्युटर नेटवर्किङ भनेको त्यो चिठीलाई सही ठाउँमा पुर्याउन चाहिने पुरै सिस्टम हो। सोच्नुस् त, त्यो चिठी पुग्नलाई सडक चाहियो, हुलाघर चाहियो, टिकट टाँस्ने नियम चाहियो। हो, त्यो पुरै पूर्वाधार नै कम्प्युटर नेटवर्किङ हो। अनि त्यो पुरै पूर्वाधारलाई एउटा व्यवस्थित तरिकाले चलाउने खाका वा ब्लुप्रिन्ट हो ओएसआई मोडेल। यसलाई 7 तले भवन जस्तो सोच्नुस्, जहाँ हरेक तलाको आफ्नै काम छ। यही मोडलले गर्दा नै त संसारभरका फरक फरक कम्पनीले बनाएका कम्प्युटर र राउटरहरूले एकअर्कासँग सजिलै कुरा गर्न सक्छन्। केही गडबड भयो भने पनि कुन तलामा समस्या हो भनेर पत्ता लगाउन एकदमै सजिलो हुन्छ। ल त, अब हाम्रो क्लिकको साँच्चीकै यात्रा सुरु भयो। पहिलो तहबाट, जहाँ हाम्रो डिजिटल संसारको जानकारीले भौतिक संसारमा पहिलो पाइला टेक्छ। यो तहमा हाम्रो कम्प्युटरभित्रको 1 र 0 को भाषालाई बिजुली, प्रकाश वा रेडियो तरङ्ग जस्ता वास्तविक सङ्केतमा बदलिन्छ। यो भनेको हाम्रो डिजिटल चिठीलाई बोक्ने एउटा गाडी र त्यो गुड्ने सडक जस्तै हो। अब त्यो सडक तामाको तार, कपर केबल पनि हुन सक्छ, सिसाको धागो, फाइबर अप्टिक्स पनि हुन सक्छ, वा हावामा तैरिने रेडियो तरङ्ग पनि हुन सक्छ। अब हाम्रो डाटा भौतिक सङ्केत बनेर हिँड्न त तयार भयो, तर कहाँ जाने त? हो, अब यसलाई सही ठेगाना चाहिन्छ। तह 2 र 3 ले यही काम गर्छन्। एउटाले छिमेकको ठेगाना हेर्छ भने अर्कोले पुरै संसारको। डाटा लिङ्क लेयरलाई हाम्रो टोलको हुलाकी दाइ सम्झिनुस्। उहाँलाई टोलको हरेक घरको नम्बर थाहा भए जस्तै यो लेयरले हाम्रो घरको वाइफाई नेटवर्कभित्रका हरेक डिभाइसलाई तिनीहरूको छुट्टै हार्डवेयर ठेगाना, जसलाई म्याक एड्रेस भनिन्छ, त्यसबाट चिन्छ। अनि हाम्रो ल्यापटपबाट राउटरसम्म डाटा पुर्याउँदा कुनै गल्ती नहोस् भनेर पनि यसैले हेर्छ। नेटवर्क लेयर चाहिँ अन्तर्राष्ट्रिय हुलाक सेवा जस्तै हो। यसले हाम्रो डाटाको पोकामा एउटा आइपी ठेगानाको टिकट टाँसिदिन्छ, जुन संसारमा हाम्रो घरको ठेगाना जस्तै युनिक हुन्छ। अनि त्यसपछि त्यो पोकालाई संसारको जुनसुकै कुनामा रहेको सर्भरसम्म पुग्नका लागि सबैभन्दा छिटो र सबैभन्दा राम्रो बाटो कुन हो भनेर पत्ता लगाउने काम पनि यसैले गर्छ। अब सोच्नुस् त, डाटा संसारभरि यात्रा गर्दा त साना साना टुक्राहरूमा बाडिन्छ। यदि ती टुक्राहरू बाटोमा हराए वा उल्टोपाल्टो क्रममा पुगे भने के होला? हो, यही समस्याको समाधान गर्न आउँछ तह 4, अर्थात् ट्रान्सपोर्ट लेयर। यो तहमा 2 जना मुख्य खेलाडी छन्, टिसिपी र युडिपी। टिसिपीलाई सम्झिनुहोस्, यो एकदमै भरपर्दो दर्ता गरिएको चिठी जस्तै हो। यसले के गर्छ भने पठाएको हरेक टुक्रा पुग्यो कि पुगेन भनेर पक्का गर्छ, सही लाइनमा मिलाउँछ। वेबसाइट खोल्दा वा इमेल पठाउँदा त यो नभई हुँदैन नि, होइन? अनि अर्को छ युडिपी। यो चाहिँ पोस्टकार्ड जस्तो। छिटो त जान्छ, तर पुग्यो कि पुगेन, हरायो कि केही मतलब छैन। भिडियो हेर्दा वा गेम खेल्दा अलिकति डाटा छुटे पनि चल्छ, तर गति चाहिँ एकदमै चाहिन्छ। हो, त्यस्तो बेला युडिपीले काम गर्छ। लामो यात्रापछि हाम्रो डेटा प्याकेट आफ्नो सही गन्तव्यमा आइपुगेको छ।
अब हामी यात्राको सबैभन्दा माथिल्लो र सबैभन्दा परिचित तहमा आइपुग्यौं। त्यो तह जहाँ हामीले दिनहुँ चलाउने एपहरूले काम गर्छन्। यो तहमा हामीले चिनी जानेका भाषाहरू अथवा भनौँ प्रोटोकलहरू हुन्छन्। एचटीटीपीले गर्दा नै हामी वेबसाइट देख्न सक्छौं। अनि डीएनएस, यो त इन्टरनेटको फोन बुक नै भयो, जसले google.com जस्तो सजिलो नामलाई कम्प्युटरले बुझ्ने आईपी ठेगाना नम्बरमा बदल्दिन्छ। त्यस्तै एसएमटीपी, पीओपी, आईएमएपी जस्ता प्रोटोकलहरूले हाम्रो इमेललाई हाम्रो इनबक्ससम्म सुरक्षित रूपमा ल्याइपुर्याउँछन्। हाम्रो डाटाको यात्रा कति जटिल रहेछ हामीले देख्यौं। तर एउटा प्रश्न उठ्छ, के यो यात्रा सुरक्षित छ त? हो, नेटवर्क सुरक्षा कुनै एउटा तहको मात्रै कुरा होइन, यो त पूरै यात्राभरि चाहिने एउटा नभई नहुने कवच हो। डाटालाई सुरक्षित राख्न धेरै तरिकाहरू अपनाइन्छ। जस्तै डाटा इन्क्रिप्सनले हाम्रो जानकारीलाई एउटा गोप्य कोडमा बदल्छ, ताकि बाटोमा कसैले चोरे पनि पढ्न नसकोस्। प्रमाणीकरणले सही व्यक्तिले मात्रै हाम्रो डाटासम्म पहुँच पाएको छ कि छैन भनेर जाँच गर्छ। अनि फायरवल, यो त हाम्रो नेटवर्कको ढोकामा बस्ने सुरक्षा गार्ड जस्तै हो, जसले खराब र शङ्कास्पद ट्राफिकलाई भित्र छिर्नै दिँदैन। र यो सबै कुरा किताबी ज्ञान मात्रै होइन है। हामीले कुरा गरेका हरेक तहलाई वास्तविक जीवनमा प्रयोग गर्न सकिन्छ। जस्तै फिजिकल लेयरमा काम गर्न आफैले नेटवर्क केबल बनाउने, नेटवर्क लेयर बुझ्नलाई कम्प्युटरको आईपी एड्रेस सेट गर्ने र यी सबैलाई जोडेर फाइलहरू शेयर गर्न एउटा सानो नेटवर्क बनाउने। यस्ता व्यावहारिक कामले यी सबै सिद्धान्तलाई जीवन्त बनाउँछन्। ल त हामीले एउटा क्लिकको पुरै यात्रालाई नजिकबाट निहाल्यौं। डिजिटल बिट्सबाट सुरु भएर संसार घुमेर फेरि हाम्रो स्क्रिनमा जानकारी बनेर आइपुग्ने प्रक्रिया। अब एउटा गहिरो प्रश्न सोच्न लायक छ। प्रविधिले यति फड्को मारेको आजको संसारमा यो पुरै यात्राको कुन चाहिँ तह, कुन चाहिँ बिन्दु सबैभन्दा बढी जोखिममा होला? यो प्रश्नको उत्तर साँच्चै नै विचारणीय छ।